नानीहरूले फोनमा हेरी नछोड्ने रहेछ मैले फोनमा भक्कु पढ्ने नेपालीमा बनाइदिएको छु सब्स्क्राइब गरिदिनु होला द ब्रेन बक्स स्टडी भनेर Activity is the process of filtration. You understand everybody? So this is the powder. यो white powder छ यो powder calcium oxide को यस्तो खालको white बनिदैछ यो this is calcium oxide CaO के रे फर्मुला यो क्याल्सियम अक्साइड को सेतो जुन चाहिँ छ यसलाई हामी फिल्टर गर्न सक्छ नाउ प्रेरणा काइन्डली प्रिपेयर्ड वन फिल्टर पेपर फर फिल्ट्रेसन फिल्ट्रेसन गर्नको लागि फिल्टर पेपर कसरी फोल्डिङ गर्दैछ देखाइदिनु फर्स्टमा फोल्ड गरे वन फोल्ड सेकेन्ड फोल्ड तिम्रो भएन ओके सेकेन्ड फोल्ड त्यहाँ थर्ड फोल्ड अब त्यसलाई के गर्नुपर्छ फनिलमा लाउनुपर्छ यो फनिल भित्र त्यो कोनिकल शेपको फनिल राम्रो सो तिमीले अब यसलाई यहाँ बिकरको माथि राखौ यो यसरी राख्नुपर्छ अलिक पानी पनि हाल्न सक्छौ तिमीले सिधा राखौ ओके सीधा सीधा make it straight okay now filtration is going on now the clean water is coming out of the funnel so यो एक्सपेरिमेन्ट पनि हुँदैछ क्याच इट सम्भव तिम्रो आफै र एक्सपेरिमेन्ट हुँदैछ म के चीज हो म बताउँछु है ल यो जुन चाहिँ माथिको छ छान्ने हामी नेपालीमा काग पनि भन्छ यसलाई फनेल भन्छ इङ्ग्लिसमा है साइन्सको ल्याबमा पाउँछ दिस इज फनेल यो जुन चाहिँ छ नि यो ग्लास जस्तो यो ग्लास जस्तोको माथि चाहिँ यहाँ चराको बिक जस्तै छ यहाँ अलिकति आएको छ कि छैन बाहिर त्यसले गर्दा यसको नाम नै के भयो बिकर र जुन चाहिँ बिकर छ त्यसमा लेबलिङ गरेको बिकर छ भनेदेखि यहाँ लेबलिङ छ कति एमएल पानी छ यहाँ 200 150 100 छ यसले गर्दा यसलाई भन्छ ग्रेजुएटेड बिकर ग्रेजुएटेड भनेको लेबल भएको यु अन्डरस्ट्यान्ड सो म यहाँ केले देखाउँदैछु तिमीलाई भने यो चाहिँ ग्लास रड किन ग्लास रड भनेको यो चाहिँ सलिड छ यहाँ भित्र पनि तिमीले हेर्न सक्छौ कि यो चाहिँ एकदमै सलिड छ सलिड भएको यो ग्लासको रड हुन्छ यो पनि डिफ्रेन्ट साइजको हुन्छ यो दिस इज द ग्लास रड अब जुन चाहिँ छ नि पेपर छ स्पेसल टाइप अफ पेपर हो यो फिल्टर पेपर यसलाई फर्स्ट फोल्ड गर्यो मुन जस्तो हाफ मुन जस्तो हुन्छ अनि फेरि सेकेन्ड फोल्ड गरेर उसले यहाँ प्रेरणाले यहाँ बनाएर यहाँ हालेको छ र अहिले चाहिँ फिल्ट्रेसन हुँदैछ र अर्को छ यहाँ यो बिकरको पनि डिफ्रेन्ट साइजहरू हुँदो रहेछ सो यो बिकर चाहिँ के छ सानो बिकर छ यो अलिक ठुलो छ ठुलो बिकर पनि हुन्छ र कहिले कहिले हामीले आगो बाल्नु पर्यो भने यसलाई भन्छ स्पिरिट ल्याम्प भन्छ व्हाट इज दिस स्पिरिट ल्याम्प किन भनेको नि यसको भित्र स्पिरिट हुन्छ अलिक हाई क्वालिटीको स्पिरिट बल्ब छ आजकल बजारमा पाउने चाहिँ बल्दैन हाई क्वालिटीको स्पिरिट लगाएपछि त्यो स्पिरिट चाहिँ यहाँ माथि बल्छ बलेपछि ल्याम्प भयो है स्पिरिट ल्याम्प हामी के गर्छ भने यहाँतिर राख्छ यहाँतिर राखेर आगो बाल्नु पर्यो भने गर्छ नाउ क्याल्सियम अक्साइड जो थियो त्यसमा पानी हालेर क्याल्सियम हाइड्रोक्साइड बनाएको थियो त्यो क्याल्सियम हाइड्रोक्साइड चाहिँ फिल्टर भइसकेको हामीले हेर्नु पायौँ सो